साथी प्याजको पत्ताको पकौडी कसरी बनाउने है साथी तपाईलाई आज म भन्दैछु। आजभोलि प्याजको सिजन साथी, सबैको घरमा प्याज राम्रोसँग भएको होला साथी। मैले पनि बारीमा हल्का फुल्का प्याज लगाएको थिएँ, थोरै प्याज लगाएको थिएँ। अनि त्यो प्याज सुकिसक्यो भनेर उखाल्यो अनि लास्टमा अलिकति चाहिँ हरियो भएको चाहिँ मैले यसरी आज पकौडी बनाउँदैछु साथी। तपाईहरुले पनि पकौडी बनाएर कसैले खाइसक्नु भएको छ होला, कसैले खाने तयारी हुनुहुन्छ होला साथी। कसैलाई मन पर्छ, कसैलाई पर्दैन साथी। मलाई चाहिँ मस्त मन पर्छ, मेरो छोराछोरीलाई पनि मस्त मन पर्छ साथी। प्याजको पत्तालाई यसरी राम्रोसँग काटेर यसलाई बेसनको पिठो मोलेर अलिकति नुन, खुर्सानी, मसला साथी, यसको स्वाद अनुसारको सबै टेस्टी मरमसलाहरू राखेर यसरी पकौडी बनाउँदैछु साथी मैले। ल हेर्नुहोस् त तपाईलाई कस्तो लाग्यो साथी मैले बनाएको पकौडी साथी। यसरी पकौडी बनाउँदैछु, मेरो छोराछोरीलाई साह्रै मनपर्छ नि त साथी। त्यही भएर मैले घरमै यसरी पकौडी बनाउँदैछु साथी। हल्का हल्का मसलाहरू राखेर, म ज्यादा मसला राखेको मलाई त्यति मन पर्दैन नि त साथी। त्यसैले मैले घरमै पकौडी यसरी बनाएर मेरो छोराछोरीलाई खाना दिँदैछु साथी। ल हेर्नुहोस् तपाईलाई पनि मनपर्छ भने एकचोटि ट्राई गर्नु होला, मिठो हुन्छ साथी भन्न चाहन्छु। ल हेर्नुहोस् त यसरी प्याजको पत्तामा बेसन राखेर पनि त पकौडी यस्तो राम्रो बन्छ नि साथी। टेस्टी मिठो चटनीसित खानुस् त साथी, कति मिठो बन्छ साथी। ल हेर्नुहोस् त प्याजको पत्ताको पकौडी साथी, तपाईहरुले पनि खानु होला साथी भन्न चाहन्छु। ल हेर्नुहोस् कस्तो छ ल भन्नुस् त, कसले खाइसक्नु भयो यो अहिले प्याजको पत्ताको पकौडी? ल भन्नु त मेरो प्यारा फेसबुक साथीहरु। ल हेर्नुहोस् मैले त खाइसके। ल तपाईले पनि एकचोटि टेस्ट गर्नुस् है साथी। अहिले प्याजको सिजन साथी, प्याज पत्ताको पकौडी खाएर देख्नुहोस्, मिठो हुन्छ या हुँदैन मलाई भन्नुहोस् साथी। मलाई त मस्त मन पर्छ साथी। बाई, अर्को भिडियोमा भेटौँला।